हजुर सर नमस्ते 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 हजुरको घर चाहिँ कहाँ पर्यो? हाम्रो पूर्व मरङ हो हजुर। पूर्वतिर हजुर। म चितवनतिर छु। चितवनतिर बसोबास गर्छु। कति बजे यता आउनुभएको? यता आएको टन्नै भयो सर, हेर्नुहोस् दुबई आएको नि धेरै भइसक्यो। भनौँ परिवेश भनौँ, आफ्नो ज्ञान बुद्धि विवेकलाई प्रयोग गर्न नसकेर भनौँ अहिलेसम्म परदेशको परदेश छ। गाह्रो छ जिन्दगी। नेपालमा चुनाव आउँदैछ, भोट हाल्दैछौँ सबैजनाले। अब यसपालि कति फागुन 21 मा हैन भोट भनेको उता नेपालमा? हजुर भोट हाल्ने फागुन 21 मा हो, तर अब के गर्ने, जाने कुरा नै भएन। जिन्दगीमा खै भोटै नहालिकन मरिन्छ कि अब नेपालमा हुनेहरूले हाल्छ नि अब भोट। अब यसपालि चाहिँ कुन पार्टीलाई दिँदा ठिक हुन्छ होला हौ? अब कस्तो लाग्छ? हामी त अब नयाँकै हो, नयाँ नै मान्नुपर्छ। अब यत्रो वर्ष विदेश बस्दाखेरिले कति पार्टी आए, अब माओवादी आयो, एमाले आयो, काङ्ग्रेस, दुनियाँ सपना देखाएछन्। जनता जाति सधैँ विदेशमा छन्। यो परदेशीको पीडा हो, तपाईँको पनि पीडा हो, मेरो पनि पीडा हो। तपाईँ पनि सायद धेरै कहाँ काम गर्नुहुन्छ हजुर? म यतै नजिक नै गर्छु। यतै के काम चाहिँ के गर्नुहुन्छ? जब रेस्टुरेन्टमा हो। रेस्टुरेन्ट काम नै सहिलो छैन, दुःखको काम छ। म पनि मार्केटतिर काम गर्छु। आफ्नो एरियामा दुःखै हुन्छ सबैलाई हैन? दुःख परदेशमा यसै दुःख हुन्छ। परदेश सहिलो छैन, जसले जतिसुकै जेसुकै भने नि बस कमाइ आफ्नो बाध्यता रोजगारीको लिए हामी बस्नु पर्यो। बाध्यता छ, दुःख पीडा छ जिन्दगी। अब के गर्ने, यसपालि नयाँ चेन्ज आएर, नयाँ पार्टी आएर नयाँ पार्टीले चेन्ज गर्यो भने त हामीलाई चाहिँ नेपालमा केही अपर्च्युनिटीहरू भयो भने हामी देश फर्किने तयारी होइन त? म अहिले त तुरुन्तै भोलि पर्सिको दिनै हिँडिदिन्छु म त्यस्तो भने। ल मैले कुरा राखिहालेँ। हाम्रो नयाँ साथी हुनुहुन्छ, पूर्वदेखिको साथी हुनुहुन्छ, प्रायः मैले भेटेको दुबईमा जतिसुकै पनि साथीभाइहरू हुनुहुन्छ, उहाँ नेपालमा अपर्च्युनिटी पायो भने नेपाल एनी टाइम फर्किन रेडी हुनुहुन्छ। यहाँ विदेशमा बस्नु धेरै बस्यो नि त दुबईमा, धेरै बस्यो, धेरै दुःख गरियो है। जे जस्तो भने गाउँमा आफ्नै ठाउँमा गर्नु, दुःख सुख गर्नु, फ्यामिलीसँग बस्नु भनेको धेरै राम्रो कुरा हो होइन? त्यो दुःख नेपालमा त्यस्तै खालको पीडा भएर त हामी अहिले पर्दिनु परेको होइन? छैन केही गर्दाखेरि कहाँबाट पनि हुँदैन। अब ढाँटेर छलेर खानलाई अलिक सकिँदैन, जानिँदैन पनि होइन? त्यो गर्न मनले पनि मान्दैन होइन? त्यही भएर दुःख गरेर खाउँ भन्दाखेरि अब त्यो ठाउँमा थोरै हुन्छ, थोरै भयो भने फ्यामिली पाल्नै गाह्रो हुन्छ। अलिकति धेरै खोजौँ न, धेरै नै गरौँ न त हुन्छ कि भनेर हिँड्दाखेरि अब एउटा आफ्नो फ्यामिली छोडेर अलिकति टाढिनु पर्ने हुन्छ। त्यस्तो छ। ल सर अहिलेलाई यति, हामी तपाईँको के छ विचार मलाई दिन मन लाग्यो। ठिकै छ हजुर, आज यति छोटो विचार छ सरको। थ्याङ्क यू।